त्यता ठुला घटनाहरूमा आइडिया लगाउने आइडिया मास्टरलाई मैले आइडिया लगाइदिनु पर्ने भयो। तर बरु तपाईँ टेन्सन नलिनुहोस्, यो केसमा मैले हात हालेँ र म सल्टाएरै छोड्छु। हो त? हो। नमस्कार फुप्पू भाउजू। नमस्कार। मलाई फुपू भाउजू भनेको मन पर्दैन, भाउजू मात्रै भन्नुहोस्। हस् भाउजू, तपाईँ त रेकर्ड खराब भएको केटासँग बिहे गरेर आउनुभयो नि, तपाईँ त फस्नु भयो भाउजू। तपाईँको श्रीमानको बारेमा केही कुरा थाहा छ तपाईँलाई? केही थाहा छैन त, किन र? हुनलाई त त्यो मेरो साथी हो, तर कन्ताको छ त्यो। त्यसको त काण्ड छ नि। तल भट्राएकी छोरीलाई पेट बोकाएर बच्चा फालेकोदेखि लिएर जाँड खाएर ज्याप भएर राति 2 बजे पराजुली भाउजूको घरमा गएको केस। त्यो केसमा त समाज बसेर त्यसको 4 पाटा मोडेको नि। अनि अहिले सुन्नुहोस् है भाउजू, तपाईँलाई बिहे गरेर लिएर आइसकेपछि पनि त्यो जगल्टेको त 4 जना गर्लफ्रेन्ड छन्। ती सबैलाई बिहे गर्छु भन्ने हिँडेको रहेछ त्यो जगल्टेले। सबैजना उचालिएर घर घेर्न आउने भन्ने कुरो छ। यो घरमा त रणसङ्ग्राम हुनेवाला छ।